सुनाइ सिप कक्षा 5 पाठ 6। मानिसले जस्तै सबै प्राणीले आफ्ना सन्तानलाई माया गर्छन्। गाईले आफ्ना बाछालाई माया गरेर चाट्छ। भैँसीले आफ्ना पाडापाडीलाई त्यसरी नै माया गर्छ। बाँदरले आफ्नो बच्चालाई छातीमा बोकेर हिँड्छ। कुकुरले आफ्ना छाउराहरूलाई दुध चुसाउँछ। कुखुराले आफ्ना चल्लाहरूलाई सँगसँगै लिएर हिँड्छ। चारा टिप्न सिकाउँछ र छोपेर बस्छ। अन्य चराचुरुङ्गीले पनि आफ्ना बच्चाका लागि टाढा टाढाबाट चारो खोजेर ल्याई खुवाएर गुडमा हुर्काउँछन्। जङ्गली जनावरहरूले पनि आफ्ना बच्चाबच्चीलाई खुब माया गर्दै दुध खुवाएर हुर्काउँछन्। आफ्ना बच्चाबच्चीलाई कसैले चलायो वा आफूबाट छुटाएर लैजान खोज्यो भने उनीहरूले आक्रमण गर्छन्। त्यसैले आमाको माया सबैका लागि अमूल्य हुन्छ। यी सबै प्राणीका बच्चाले पनि आफ्नी आमालाई उत्तिकै माया गर्छन्।